4 दिदीबहिनीको एक्लो मात्र भाइ यति धेरै पुलपुलिएर हुर्केको। बाआमाको काखमा भन्दा बढी त दिदीहरूको काखमा लुटपुटिएर पुलपुलिएर हुर्केको मेरो भाइ। मेरो एक्लो भाइ। हाम्रो परिवारको एक्लो खम्बा। दरी र बाआमा पछिको मेरो माइती। आज यति धेरै खुसी छौँ नि हामी भाइलाई यसरी पसल खोल्दा आफैले काम गरेर सानो सानो काम पनि आफ्नै हातले तयार गरेर भाइको लागि पसल खोलिदिँदा यति धेरै खुसी छौँ। अनि हाम्रो गुरुजी पनि आइपुग्नुभयो सरप्राइज दिनलाई। सोचेका पनि थिएनौँ कि उहाँ आउनुहुन्छ, उहाँको आगमन हुन्छ हाम्रो पसलमा यसरी भनेर। हामी यति धेरै खुसी थियौँ। उहाँले यसरी आरती सेवा पूजा गरिदिनु भयो। उहाँ आइदिनु नै हाम्रो लागि सबैभन्दा ठुलो कुरा थियो। यति धेरै आनन्दित भयौँ, यति धेरै खुसी भयौँ। अनि हाम्रो प्यारो भाइ, हामी सपरिवार यति धेरै खुसी छौँ नि। मेरो भाइ यसरी जिम्मेवारी बोकेर नेपालमै बस्ने भन्ने आँट गर्दाखेरि मेरो बाआमा त साँच्चै नै टुरा हुनुहुन्थ्यो होला सायद भाइ विदेश जान्थ्यो भने। किनकि गाउँघरमा सबैको बाआमालाई देखेका छौँ हामीले। सबैजना एक्लै हुनुहुन्छ, सबैको छोराछोरी विदेशमा छन्। अनि बुढेसकालमा तातोपानी दिने कोही पनि छैनन्। त्यस्तो नहोस्, हाम्रो परिवारमा चाहिँ त्यस्तो नहोस् भनेर न त हामी दिदीबहिनी विदेश गयौँ, न त मेरो भाइलाई नै पठाउने सोच गऱ्यौँ। हाम्रो भाइलाई नै पठाउने सोच गऱ्यौँ। उसलाई विदेश पठाउनु नै छैन हामीलाई। उसलाई विदेश जान रोक्नु छ। किनकि मेरो बाआमालाई म एक्लै हेर्न सक्दिनँ। ती बुढेसकालमा 5-4 दिने मान्छे खै, मेरो एक्लो भाइ। यति धेरै मायाले पुलपुलाएर हुर्काएको मेरो एक्लो भाइलाई, हाम्रो एक्लो भाइलाई विदेशमा बासी भात खान कसरी पठाउनु? अर्काको जुठो भाँडा बाँध्न कसरी पठाउनु? जबकि नेपालमै यति राम्रो काम गरेर आफ्नै परिवारसँग बस्न पाइन्छ त विदेशमा किन जानु? यही कारणले नै हामीले यसरी यति धेरै खुसीका साथ ओपनिङ गऱ्यौँ नयाँ पसल। धेरै धेरै धन्यवाद भाइ, तिमीले नेपाल बस्ने आँट गर्यौ।